नमस्ते भन्नु Hi guys, welcome to my YouTube channel. It's मेरो के भन्ने फर्स्ट भ्लग हो फर्स्ट भ्लग हो हामी चाहिँ आज पोखरादेखि अलि टाढा धेरै टाढा घान्द्रुक भन्ने ठाउँमा आछौं सुन्न चाहिँ नजिकै छ भन्ने सुनेको तर निकै टाढा रहेछ 57-58 किलोमिटर टाढा रहेछ अफ रोडको बाटो पनि हिँड्नु पर्ने रहेछ 4-5 घण्टा लाग्यो बसमा आउँदा तर नेचर चाहिँ राम्रो छ है तर हिमाल चाहिँ आज पुरै ढाकेको रहेछ वरिपरि बादलले श्रीमती ज्यू र म चाहिँ उकालो लाग्दैछौँ प्राकृतिक दृश्यले मनोरम जिलन राख्नु घान्द्रुक के हो यो बाटो कति अप्ठ्यारो रहेछ उकालो चढ्नु पर्ने यसरी तर वाउ कस्तो दामी देखिने कि भ्यू हेरेर के गुम्बा अरे गुम्बा कले म त फात्रा फुत्रुक्क एकछिन भएको छैन हिँडेको तर कता चाहिँ जाने हो I think this way. घान्द्रुकको गाउँमा घरहरू रोकन गर्ने के हो थाहा छैन ठुलो कति स्ट्रिट हो क्या आमा गल्ली गल्ली छ गल्ली गल्ली पुरै म त जान्न होला अब खै यताउता हेर्छु छैन म त जान्न होला अब मलाई के घान्द्रुक घुम्न जाउँ भनेर भन्दा रिकमेन्ड गर्दैनौ म भन्छु एउटा कुरा ल भन कसैले मलाई भिडियो बनाएर हैन यस्तो छ केही छैन त्यही हो घरहरू अनि यस्तो बाटोहरू अनि अब देखेको त्यही दृश्य त हेर्ने हो नि भनेर त्यस्तै पाराले भनेको थियो भने साथै मलाई चाहिँ टाढा आउँदैन थियो हौ घुम्नलाई यो नि हजुर कस्तो गाउँ गराइदिनु भएको इन्टरभ्यू जस्तो यस्तो थिएन भने डाँडा काँडा नदेख्ने मान्छे जो छन् नि तराइनहरू क्या भनेर हिमालहरू नदेख्ने मान्छे तिनीहरूको लागि केही नयाँ हुन्छ यो होइन एकदम राम्रो स्पेसल हामी पाहाडमै हुर्केको सबै देखिराखेकोलाई चाहिँ नि हजुर केही अनौठो हो ए हिमाल देखेको थियो भने केही मिठो हुन्थ्यो होला हजुर देखिरहेको होला मेरो त यस्तै त हो नि तिमीले त्यही गुरुङ कटेज भनेको छ होइन त्यही हो
गाइस पुरै झ्याक्कै है। दिनभरिको थकानलाई मेटाउन हामीले बेलुका क्याम्प फायर गऱ्यौँ र त्यसमा मासु पोल्दै अचारसँग छोपेर खायौँ। चिसो मौसम अनि मायालुको साथमा लाइट म्युजिक, आहा बेग्लै आनन्द थियो। म सबै साथीहरूलाई के रिकमेन्ड गर्न चाहन्छु भने यदि तपाईँको आफ्नो मायालु आफ्नो मान्छेसँग क्वालिटी टाइम स्पेन्ड गर्न चाहनुहुन्छ भने एकचोटि गान्तोक अवश्य पनि भिजिट गर्नुहोला। बिहानीको सूर्योदयसँगै देखिरहेको सेता हिमालको यो मनमोहक दृश्यले मनलाई एकदम मोहित बनाइरहेको थियो। हिमालको सौन्दर्यतालाई अवलोकन गर्दै हामी जाँदैछौँ गुरुङ कटेज। यो कटेज हेर्दाखेरि सानो चिटिक्क चट्ट परेको र त्यहाँबाट देखिने हिमालको दृश्य झनै लोभलाग्दो थियो। त्यो खुकुरीले के गर्ने? कसैले तिमीलाई आँखा लाग्यो भने छप्काउने अवसरलाई। धारिलो छ? धारिलै छ हौ, काट्छ है काट्छ, लडिन्छ बिस्तारै। यो मिठो पललाई कैद गर्न हामीले टिकटक भिडियो साथै फोटोहरू पनि खिच्यौँ र एकदमै रमाइलो गर्दै दिन बितायौँ। दिन बितेको पत्तै भएन साथीहरू। हवस् त, धन्यवाद। थ्याङ्क्स फर वाचिङ। प्लिज डु सब्सक्राइब, लाइक, कमेन्ट एन्ड सेयर। बाई।